लास्ट टाइम मैले किराँतको हिस्ट्रीको बारेमा एउटा एपिसोड बनाउँदा चाहिँ थुप्रैजनाले चाहिँ राई लिम्बूहरू चाहिँ किराँत होइनन् कि उनीहरू चाइनाबाट आएका रिफ्युजीहरू हुन् भनेर पनि कतिजनाले चाहिँ तर्कहरू राख्नु भएको थियो। त्यसमा ट्रुथ छैन। मैले अघि नै भने नि, पहिले टिबेटो बर्मन भन्थे, अहिले साइनो तिब्बतन भन्न थाले। चीनको वर्चस्व आयो नि त, चीनलाई रिजाउने कुरो गर्यौँ भनेर। अनि त्यसो भन्ने मान्छे को हो त? चाइनिज एम्बेसीको चाहिँ नोटिसमा पर्ने भयो। त्यो होइन। मैले अघि नै भने किराँतहरू, त्यो किराँतमा पिशाचको अंश छ, असुरको अंश छ। किराँतहरू यहाँको भूमिपुत्र, त्यो मङ्गोलियाबाट बसाइ सरेर आएको मङ्गोलाइड होइन। अघि नेवार भनेको चाहिँ नेपाली भाषाको तद्भव शब्द हो भनेर भने। किराँत पनि किराँत भाषाको शब्द होइन, संस्कृत भाषाको शब्द। जस्तो गढवालका एकजना विद्वान छन् डाक्टर शिवप्रसाद डवराल। उहाँको उत्तराखण्डको इतिहासमा उहाँले के भन्नुहुन्छ भने, अफगानिस्तानदेखि कोरियासम्मको हिमवन्त प्रदेशमा एउटा सभ्यता र संस्कृतिको विकास भयो। त्यो सभ्यता र संस्कृति मङ्गोल सभ्यता र संस्कृति होइन, त्यो किर सभ्यता र संस्कृति भनेको छ। त्यो किरलाई संस्कृतमा चाहिँ किराँत भन्थ्यो। किरको अर्थ के हो त? बाघ। किरको अर्थ बाघ। जस्तो अहिले राईलाई कसमाले गिजाउनु पर्दाखेरि ए किरुवा भनेर भन्छ। किरको अर्थ बाघ। किनभने बाघको शिकार गर्ने, बाघकै छाला कपडा लगाउने, एउटा मात्रै सुइरो होइन, 3वटा सुइरो त्रिशूल धारण गर्ने, बाघकै मासु खाने, त्यसको सुइरो। स्यालको शिकार गर्ने भने मृगको शिकार गर्ने होइन, बाघको शिकार गर्ने। महादेवको चाहिँ पोसाक के हो? बाघको छाला। भने महादेवको पोसाक भनेको किराँतको पोसाक हो। त्यस्ता किर भनेको बाघ र किर शब्दबाट किराँत शब्द बनेको छ। डबरालले त्यसो भन्छ। ती किराँतहरू भनेको। अनि अर्को कुरो, भारतका विद्वान डाक्टर यदुवंशी, उहाँको नाम के हो? त्यो नाम उहाँले प्रख्यात गर्नुभएको छ, डाक्टर यदुवंशी। उहाँले शैव मतको बारेमा विद्यावारिधि गर्नुभएको छ र अहिले भारतको बिहार राष्ट्र भाषा परिषदले डाक्टर यदुवंशीको शैव मत भन्ने उहाँको थेसिस किताबको रूपमा प्रकाशित गरेको छ। त्यहाँ के भन्छ त? यदुवंशीको त्यो थिम, पिएचडीको थिम, ऋग्वेदको रचना भन्दा पछि यजुर्वेदको रचना भन्दा अघिको समयमा हिमालयको उपत्यकामा बसोबास गर्ने वनेचर जाति भनेको यो ठाउँमा बसोबास नभएको वनेचर जातिले उपासना गर्ने देवतासँग वैदिक रुद्र देवताको समन्वय भयो। त्यसको परवर्ती विकसित रूप शैव मत हो भन्छ। हिमालयको उपत्यकामा बसोबास गर्ने वनेचर जाति भनेको त ती किराँत हो। जस्तो लिम्बूहरूले आफ्नो ठुलो तीर्थ हिमालय मध्ये कुम्भकर्ण हिमाल, अहिले नेपालीमा कुम्भकर्ण भने, लिम्बू भाषामा त्यसले फक्तालुङ, लुङ भनेको ढुङ्गा, फक्ता भनेको काँध, फक्तालुङ ठुलो तीर्थ माने। त्यो फक्तालुङ के अरे कुम्भकर्ण हिमाल जाने बाटोमा ठुलो ढुङ्गो, तेर्सो होइन, ठाडो गरेर गढेर बसेको छ। त्यसको एकातिर एउटा गुफा, एकातिर एउटा गुफा छ। एउटा गुफालाई पारुङ फुकु, एउटा गुफालाई मारुङ फुकु। पारुङ फुकु भनेको बाबु गुफा, मारुङ फुकु भनेको आमा गुफा। पारुङ भनेको परमपिता थेवा, मारुङ भनेको युमा। यो युमालाई उमा बनायो, थेवालाई चाहिँ, थेवा भनेको ठुलो महादेव र उमाका चाहिँ सन्तान हुन्थिन्। फक्तालुङलाई चाहिँ नि अरे त्यही देवता मान्नेहरू चीनबाट बसेर सरेर आयो त? त्यो होइन, अर्कोले लगाइदिएको बुद्धि हो। त्यो अर्कोले लगाइदिएको बुद्धि।